हामीहरू यहाँ जानुभएको यो फुलबारी त्यस्तो भएको ठाउँमा त्यहाँ गएर हजुरहरूलाई हामी के सब देखाउनु Hi guys, welcome back to my YouTube channel. I hope you guys are doing well. अनि आजको मेरो भ्लगको टपिक चाहिँ के हो भनेदेखि चाहिँ म यो दिदी भन्नु त कुन ठाउँमा घुम्न आएको रे हामी क्रिस्टोराइज भन्ने ठाउँमा आएको हो। मलाई चाहिँ अलिकति घुम्न गाह्रो भएर बिलम हुन लागेको सरी फर द्याट। हामी चाहिँ त्यो ठाउँमा आएको हो। यो ठाउँमा चाहिँ यस्तो खालको ठाउँ हो कि यहाँ चाहिँ सबै मान्छेहरू घुम्न आउँछ है। अनि यहाँबाट चाहिँ हामीले सबै लिस्बन देख्न पनि सकिन्छ। लिस्बनको एउटा पेज छ त्यो पनि देख्न सकिन्छ। अनि पुरा अनि यो खोलाहरू देख्न सकिन्छ हजुरहरूले है। अब म सबै देखाउने वाला छु। अनि यहाँ घुम्नको लागि चाहिँ म आज आएको छु मेरो शोभा दिदी होइन उहाँलाई सबैले चिनि नै हाल्नुहुन्छ अलरेडी कति लास्ट ठाउँमा आउनुहुन्थ्यो र आज मसँग आएको एकजना स्पेसल मान्छे पनि आउनको लागि चाहिँ उसलाई चाहिँ पहिल्यैदेखि नमन थियो यहाँनिर अनि बल्ल आज घुम बनेको छ। सो he is none other than my dear husband Mr. Kevin Rai. ल भन हेभेन ल भन कस्तो फिल भएर आज एकदमै गर्व लागेको छ मलाई चाहिँ यो ठाउँमा आएर हो। अनि बुढीसँग आउँदा कस्तो फिल भइरहेको अनि मजको लागेदेखि आउने भनेर भने तर कहिले आउनु पाएन। फाइनली आज बुढीले लिएर आयो र दिदीले पनि गर्व लागिरहेछ दिदीसँग। ल है त अब यसरी भन्दै हामी सबै सिनहरू देखाउनुवाला छौँ। आज हामी के गर्छौँ कस्तो कस्तो गर्छौँ सबै भ्लग गर्नेवाला छ है। सो किप वाचिङ गाइस। तपाईँहरू माथि जान चाहनुहुन्छ भने चाहिँ के ठाउँ हो होइन त्यो चाहिँ क्याफेटेरिया सो हेभेन। आज यो हाम्रो कति अनि मतलब बिहा गरेपछि चाहिँ हाम्रो यो फर्स्ट चोटि बनाएको भ्लग हो नि। पहिला नि बनाएको छ हामीले तर हामीले चाहिँ अपलोड गर्न बाँकी नै छ। दुईजनै बुढाबुढी अल्छी भएर एडिट गरेर मात्र राखेको छ। कहिले कुनै एउटा चाहिँ एडिट नै गरेको छैन। अब यो पनि अब आज भ्लग गरेछौँ तर अब कहिले हाल्ने हो भन्ने कुरा चाहिँ थाहा छैन होइन। अनि हजुर यो चाहिँ अब स्पेसल नै बनाउनु पर्ने हुन्छ किनभने यो चाहिँ अब बुढाबुढी फर्स्टचोटि बनाएको भ्लग हो होइन। हाम्रो दिदी चाहिँ भिडियोमा आउनु भनेको लजाएर बसिराख्नु भएको अहिले इन्टरभ्यू हुन्छ छुट्टै इन्टरभ्यू हुन्छ। त्यो दिदीको इन्टरभ्यू चाहिँ किन लिने हो 20 मिनटको इन्टरभ्यू के को बारेमा लिने हो तिम्रो दिदीको इन्टरभ्यू चाहिँ? दुःख सुलेनी छुँदैन केवल
यो त के हो यो ओलिभ हो बाख्रा बोल्नु चाहिँ खतरा नि बडकुला हैन यो ओलिभको रुख हो आँपको रुख हो तर सुकेर सानो भएको कालो भएको समरमा चाहिँ ठुलो हुने होला आँप फल्ने होला विन्टरमा चाहिँ सानो भएर सबै बाख्राले खाएर हगेर ए बाख्रा चराउन आएको थियो होला नि मान्छेहरू बाख्रा चराउनु हेबे थियो कि त्यो हेबेलाई थाहा भएको थिएँ सानो हैट के साह्रो हान्छ हौ भयो नगर्नु आजको लागि यति नै यो ठाउँमा चाहिँ धेरै छैन नि त घुम्ने ठाउँ अनि त्यही भएर सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो स्टे ट्युन फेरि नयाँ भिडियो आउनेवाला छ थ्याङ्क यू फर वाचिङ